नमस्ते सम्पूर्णमा खबर अहिलेसम्म ठिकै छ सर। मार्केट बजारको अवस्था अहिले थाहा छ, स्लो मोसन चलिरहेको छ सर। ए भन्नाले अहिले सुनसानै छ है सर? अहिले सुनसानै छ सर। अहिले अब हाम्रा ग्राहक वर्गहरू पनि केही कुराको लागि कुर्नु भएको हो कि जस्तो पनि भयो। के छ आज न्यू मनोकामना अटोमोबाइल्समा कुन गाडीहरू चाहिँ अपडेट छ त सर? न्यू मनोकामना अटोमोबाइल्स प्रालीमा थुप्रै गाडीहरू अहिले छ सर। हजुर, सानोदेखि एसयुभी कारहरूमा छ, लगभग सबै ब्रान्डका गाडीहरू पनि एभाइलेबल छ। तीमध्ये आज पहिलो हामी 2016 मोडलको हुन्डाई कम्पनीको ग्रान्ड i10 आस्था एसी, पावर स्टियरिङ, पावर विन्डो, म्युजिक सिस्टम, ड्युअल एयरब्याग, अल्लो व्हिल, पुश बटन लगायतका सम्पूर्ण फिचर भएको गाडी हो। यसको नेगोसिएट प्राइस हामीले जम्मा 22,50,000 राखेका हौँ। जुनमा 40 to 50% डाउन पेमेन्ट हो भने 50% तपाईँलाई फाइनेन्स पनि सुविधा हुन्छ। ए भन्नाले फाइनेन्स चाहिँ कति पर्सेन्ट जति भन्नुभयो सरले? ठ्याक्कै फाइनेन्स भनेको सर डकुमेन्ट हेरेअनुसार 50 to 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा गाडी पाउनुहुनेछ। र अलिकति मैले सरको पछाडि देख्छु अमेरिकन ब्रान्डको गाडी छ, कुन मोडलको? फोर्डको गाडी हो यो? फोर्ड कम्पनीको सर इको स्पोर्ट अति नै लोकप्रिय, अहिले लो बजेटमा एसयुभी गाडी एकदम राम्रो 1500 सीसीको पेट्रोल इन्जिनमा पाउनुहुनेछ भने 2017 मोडलको हो इको स्पोर्ट हैन। यसको नेगोसिएट प्राइस हामीले जम्मा 21,50,000 राखेका छौँ। यसमा पनि तपाईलाई 50 to 60% फाइनेन्स हुन्छ भने 40% डाउन पेमेन्टमा गाडी पाउनुहुनेछ। र कस्टमरसँग भएका विभिन्न ब्रान्डको गाडी ल्याएर यसमा एक्सचेन्जको सेवा सुविधा दिइराख्नु भएको छ सर? गाडी एक्सचेन्ज अभियसली हुन्छ, एक आपसमा साटफेर पनि गरिन्छ। किन्न पनि पाउनुहुन्छ भने बेच्न नि पाउनुहुनेछ। ए भन्नाले अहिले अलिअलि व्यापार कम भएको बेलामा नि कस्टमरले ल्याइदिनु भयो भने खरिद चाहिँ गरिदिनुहुन्छ सर? सर हामी अहिले पनि गाडी किन्छौँ। हजुर, हाम्रा ग्राहक वर्गहरू के कुरा कसरी हो, मार्केट अहिले के अवस्थामा हो, अहिले स्लो मोसन भएको छ। हजुर, तर हामी त यहाँ व्यवसाय गर्न बसेको मान्छे हामी गाडी किनिहाल्छौँ सर। र साथसाथै अब एकदमै डिमान्डेड र लोकप्रिय गाडीहरू त सर यो? सर यो एकदम हुन्डाई कम्पनीको न्यू सेपको क्रेटा 1500 सीसीको प्यानोरामिक सनरुफ लगायतका मोनरुफ, ड्युअल एयरब्याग, एबिएस सबै अल्लो व्हिल एयरब्याग लगायतका सम्पूर्ण फिचर भएको गाडी हो। 2021 मोडलको हो। कोटेड प्राइस हामीले जम्मा 52,50,000 राखेका छौँ। यसमा पनि फाइनेन्स सुविधा पाउनुहुनेछ। लगभग कस्टमरले 25-26 लाख ल्याउनु भयो भने फाइनेन्सको सेवा सुविधा हुन्छ है सर? हाराहारी हामीले क्यालकुलेट ट्याक्कै गर्नु होला सर। 40% डाउन पेमेन्टमा मेरो विचारले 20-21 लाखको रेन्जमा क्यास भयो भने बाँकी फाइनेन्स गर्न चाहिँ मिल्छ। ए भन्नाले अझै 20-21 लाख भए पुग्ने रहेछ सर? पुग्ने रहेछ। ल सर अब अलिक कम बजेटको सुजुकी ब्रान्डको गाडी देख्दैछु, मोडल कति, अप्सन र प्राइस के छ सर? सर यसलाई हामीले स्टक क्लियरेन्समा राखिदिउँ।